भाइरल रोड जाँदैछौँ हामी। हो हाम्रो भाइरल रोड ब्याट्री कति देखेर ब्याट्री कति देखेर ब्याट्री त फुल छ 100 नै छ। स्लिप हो यो हाम्रो घरै 13 अन्तर्गत नै पर्छ यो होइन। यो चाहिँ एकदम भाइरल रोड भनेर परिचित छ यो ठाउँ होइन। यो बाटो भनेको तपाईँको डाइरेक्ट सिधा गयो भने तुलसीपुर रक्षा चौरसम्म जान सकिन्छ यो बाटो। तर कम्प्लिट बाटो चाहिँ थाहा छैन, बन्ने क्रममा छ। पहिला हामी हेरिरहेको भइसक्यो। पहिला हामी सानो हुँदा यो बाटो ग्राभल हुन्थ्यो, ग्राभल हिँड्थ्यो। सानो छँदा त के मायागढ केही वर्ष पहिला यसलाई भन्छ हाम्रो सेवा बनगाउँ बनगाउँ होइन। यो चाहिँ बनगाउँ नै भयो। यो चाहिँ बनगाउँ चोक। यो माथिको बाटो देखाउनु त साथी है। यो माथिको बाटो चाहिँ यो हाम्रो बनगाउँ स्कुल जाने बाटो हो। यो एकदम पुरानो स्कुल छ यहाँ। यो पारिरहेको चाहिँ यो देखाउनुहोस् त। यहाँ पनि के बन्दैछ होइन। यो यहाँको वडा अफिस हो। यो वडा नम्बर 13 को अफिस अफिस हो। यहाँबाट दह जाने यो चाहिँ मान्छेहरू आएर लगभग होइन भिडियो बनाउने ठाउँ हो। यो चाहिँ अब भाइरल रोड भनेर आउनु पऱ्यो भने चाहिँ यता आउन सक्नुहुन्छ। यहाँ खानेपानीको व्यवस्थाहरू पनि छ। हामी सानो हुँदाखेरि होइन यो ठाउँमा चाहिँ हाम्रो इन्डिया काला पहाड गएका मान्छेहरू अनि इन्डिया अन्य क्षेत्रबाट कमाएर आउनु लागेको मान्छेहरूलाई लुटिने ठाउँ हो। यो एकदम डेन्जर ठाउँ। जङ्गल देखेको सायद जङ्गल हेर्नुहोस्, जङ्गल चाहिँ भीषण छ यो। पहिला चाहिँ यहाँ लुट्ने काम हुन्थ्यो। पहिलाका गुन्डा लोगहरूले लुट्नुहुन्थ्यो यहाँ मान्छेहरूलाई। देश विदेशबाट आएको मान्छेहरूलाई यहाँ लुटेर नङ्गा बनाएर घर पठाइदिनुहुन्थ्यो। घरमा चाहिँ रुवाबासी चलेको पनि मैले धेरै घरहरूमा देखेको कुरा हो। अहिले चाहिँ त्यस्तो छैन। अहिले चाहिँ सुरक्षित नै छ। समयसँगै परिवर्तन भएको छ अहिले चाहिँ। यो ठाउँलाई चाहिँ दह झारण भन्छन्। यो चाहिँ दहदेखि आउने खोला जस्तै हो। यो चाहिँ एकदम पवित्र रूपको यो गलाइची भन्ने जिपलाइन चाहिँ 300 मा मायागढ यहाँदेखि सानो झर्रा क्रिस्चियनहरूको मिलिटरी गेट छ। ठाउँ चाहिँ रमणीय छ, एकदम सुन्दर छ, हरियाली छ। गर्मीमा नमस्कार भाइ, नमस्कार।
हामी चाहिँ एकदम भाइरल भएको कारणले गर्दा सबैले चिन्छ होइन हामी चाहिँ यो स्कुटी भ्लगर भनेर होइन सबैले चिन्छ कि हामीलाई यस्तो सेलिब्रिटी टाइप भइरहेको छ होइन साथीहरू सेलिब्रिटी टाइपै हो सुट पड्काउने खाने पुलिस पनि आउनुहुन्न यहाँ पुलिसहरूको आउने यहाँतिर रुट पर्दैन चिलमा बसेर खान्छ यो एरियामा चाहिँ च्याउहरू चाहिँ एकदमै धेरै पाउँछ बर्खाको टाइममा हुन्छ त्यतिर होइन लगभग यो घोराइ 13 अन्तर्गतै पर्छ यो पनि घोराइ 13 हो यो होइन यो घर चाहिँ तपाईँको यहाँ चटपटेहरू पाइने घर भन्नाले नि प्रतिक्षालय टाइपको यो चाहिँ पुरानो प्रतिक्षालय यो चाहिँ हेर्नुहोस् यहाँ चाहिँ मान्छेहरू आएर रेस्ट गर्ने ठाउँ थियो अहिले चाहिँ यसले हाइट बढेको छ यो चाहिँ कलमगारी जाने गेट यहाँदेखि हामी सर्टकट भएर दह पनि जान सक्छौँ अनि यसै गरी हेर्नुहोस् यो चाहिँ घोराइ 13 हो उता कलमगारी यता रमना यो साइडतिर चाहिँ मङ्गलेरी खोला हो 12 मा यो खोलाले चाहिँ यो चाहिँ वडाहरूमा चाहिँ यो घोराइ उपमहानगरपालिकाको वडाहरूमा चाहिँ ठुलो वडाहरूमा पर्छ 12 र 13 यो 13 त हो मौलाकोटसम्म पनि 13 छ अरे यो चाहिँ हेर्नुहोस् यो मन्दिर दामी मन्दिर फुटसल ग्राउन्ड बिचमा नाच्ने ठाउँ चाहिँ के हो गुर्जी जाने चोक रमना भयो यहाँदेखि गुर्जी जानु मिल्यो यो रमना गाउँ हो रमनाको चहल पहल यस्तो छ पहिला त हाम्रो डन साथीहरू यतै बस्थ्यो अहिले सबै बाहिर छन् कोही युएसतिर छन् कोही कता छन् कोही कोरियातिर छन् कोही जापानतिर छन् गाउँमा यङ केटाहरूको अहिले कमी नै छ भनौँ धेरै जस्तो सब युएस पलाइन छन् युएसतिर गइसके यतातिर घर जसको तस नै छ केटाहरूले चाहिँ काठमाडौँमा घर बनाइसके दिलचनको घर कुन हो बे कसको दिलचनको दिलचनको यतै हो कि दिलचनको घर यो होइन यो यहाँ